गुड मर्निङ एभ्री वान। अहिले चाहिँ हामी दिल्लीमा छौँ होइन। भर्खर हिजो राति 10 बजी आइपुगेको थियौँ दिल्ली। यस्तै छ हाम्रो होटल अगाडि। होमस्टेको नाम के अरे हाम्रो होटल होइन, गुरुग्राम समथिङ होमस्टे के हो। गुड मर्निङ एभ्री वान सबैजनालाई है। हामी चाहिँ अहिले दिल्ली कश्मीर गेट नियरमा बसेका छौँ है। हिजो राति 10 बजी आइपुग्यौँ। 24 आवर्स फ्रम नेपाल ट्राभल गरेर बल्ल बल्ल फाइनली म र रजनी। आलु कस्तो लागिरहेको छ त इन्डियामा? अझ फिलिङ रुक्न किनभने अहिले चाहिँ हामी फ्रेस आउट भएर होटेलबाट जाँदैछौँ। मेरो क्यामेरा पनि फर्स्ट टाइम फेस गरिरहेको छु। मलाई त आउँदैन त्यस्तो मजाले भ्लग बनाउन, जस्ट फर मेमोरीको लागि मात्रै हो। अहिले हामी दिल्लीमा छौँ है। नम्बर प्लेट पनि इन्डियन नम्बर प्लेट छ दिल्ली। हामी जाँदैछौँ। के हुन्छ म आज दिनभरि चट्टा चुट्टा देखाइरहन्छु है त। ल हेर्दै जानु सबैजनाले। अरू के भन्नु कालु भन्दा यस्तै हुँदो रहेछ यहाँको मान्छेहरू है। अहिले चाहिँ नियर बाई हामी कश्मीर गेट मेट्रो स्टेसन नजिकै छौँ। हामी जाँदैछौँ। यस्तो रिक्सा नि चल्दो रहेछ यहाँ इन्डियामा। नेपालमा त देखै पर्न छोडिसक्यो है। सफारी पनि रहेछ। यस्तै यहाँको मार्केटहरू यस्तो रहेछ। के मार्केट चाहिँ यस्तो छ है। त्यहाँ फ्रुट्सहरू पाउने रहेछ। यहाँ माथि मेट्रो स्टेसन। कालु र म भनौँ नौलो नै हो हाम्रो लागि त यो ठाउँ। र त्यही नै हामी हेर्दैछौँ, फाइन्ड आउट गर्दैछौँ टुरिस्ट प्लेसहरू। गाडी आयो मलाई भ्लग गर्नु उयो गरे त। एज यु क्यान सी यस ब्याङ्क अरे, ब्याङ्कको नामै यस ब्याङ्क अरे क्या। त्यस्तो नै हुन्छ र यस ब्याङ्क अरे। भाइ टुरिस्ट प्लेस किधर मिल जाएगा? टुरिस्ट प्लेस नियर बाई इन्डिया गेट। लाल किल्ला हेर्न जाँदैछौँ है। ल लेट्स गो अङ्कल। हामी जाँदैछौँ लाल किल्ला जाँदैछौँ अटोमा फर द फर्स्ट टाइम है त। के छ हजुरको कस्तो छ? हजुरलाई कस्तो छ अहिले? रामु जय बजरङ्गबली। अरे रामु जय श्रीराम। वी आर इन्जोइङ। रातको दिनको त चहल पहल ही नहीं है उतना। चहल पहल ही नहीं है। ये साइड पर गाड़ी तो नहीं आएगा ना, नहीं आएगा। ओके ठीक है, हम लोग ऑटो में जा रहे हैं। अब अलिअलि हिन्दी नै बोल्छौँ होला है, माइन्ड नगर्नु होला। जाँदैछौँ। लेट्स सी। हामी चाहिँ अहिले लाल किल्ला जाँदैछौँ। नेपालका रिचेस्ट पर्सन का नाम भी विनोद चौधरी है। विनोद चौधरी यहाँ नेपाल अमीर इंसान। सेम लाइक हियर मुकेश अम्बानी उधर भी है नेपाल पर। आप दिल का अमीर हो ना अंकल जी। हाम्रो माथिबाट ट्रेन जाँदैछ रेलवे स्टेसन। यहाँ चाहिँ यस्तै छ है। ओहो दिल्लीको ट्राफिक। हजार का सामान 1000 में मिल जाएगा लाल किला के पास चोर बाजार पर। तब तो ठीक है। हमारे पास कैश ही नहीं है। यहाँ क्राउड ट्राफिक हेर्नु हुँदैछ है। हुन्छ 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 ठिक छ। अनि लाइक अब अहिले त हेरिन्न नि त। ठिक छ। चाँदनी चोक दिल्लीको बस। हामी जाँदैछौँ। हामी चाहिँ लाल किल्ला आइसकेका छौँ है। लाल किल्लाको अगाडि नै आइसक्यौँ। यो चाहिँ इन्डियाको मेट्रो स्टेसन, लाल किल्लाको मेट्रो स्टेसन। लाल किल्लाको आसपास हामी आइसकेका छौँ है। अलिअलि हिन्दीमा पनि बोल्छौँ है। ठिकै छ, यस्तै छ। 15 अगस्तको यहाँ स्पिच दिए। अहिले चाहिँ राइट नाउ यार हामी चाहिँ अहिले लाल किल्लामा आइसकेका छौँ। जाँदैछौँ है। यहाँको इन्ट्रेन्स चाहिँ यस्तो रहेछ। इन्डियाको रेड फोर्ट भन्दो रहेछ। अनि हामी यहाँ आइसक्यौँ। यसको नाम के अरे? लाल किल्ला होइन त कालु? मान्छेहरू सबैजना क्राउडेड भएर आज सन्डे विकेन्डमा भिड नै हुँदो रहेछ। सो त्यो चाहिँ इन्डियाको रेड फोर्ट।
यस्तो हुँदो रहेछ है यहाँ फोटो खिच्ने हो कालु कस्तो लागिरहेछ त अनि इन्डियामा ए म चाहिँ नआउँदा हो नि तेरो फोटोमा म चाहिँ नआउने हो नि ल इन्डियाको लाल किल्ला चाहिँ यही हो है रेड फोर्ट आइरहेछौँ कस्तो लागिरहेछ कालु ओके हामी यसो डुल्छौँ घुम्छौँ सराउन्डेड यताउता फोटो खिचौँ भनेको म र कालु फोटो खिच्न दिन पनि कसलाई दिउँ क्या है कस्तो लागिरहेछ लाल किल्ला हेरिदिनुहोस् क्यामेरामा के भन्छ भन्नेहरूलाई रेड फोर्ट रेड सर्ट कसलाई भेट्छ हरेकचोटि नि त्यो 15 अगस्तको समारोहमा नि झन्डा त्यो उठाउँछ होइन मोदी स्पिच दिन्छ अरे नरेन्द्र मोदीले होइन त फोटो खिच्नु फ्यामिलीहरू विकेन्डमा टक्कसँगले सबैजना ल हामी चाहिँ लाल किल्लाको आसपास वालै वाल घुम्दैछौँ एक राउन्ड बनाउने प्लान भयो है कालुको पनि एक दुईवटा क्लिक फोटो खिच्दै होइन हुन्छ खालके जापाइदी नटेक हुन्छ मान्छेहरू यस्तै छन् है यस्तो रहेछ रेड फोर्ट रातो पनि होइन रातो कलर हो के कलर भन्छ यसलाई भन्दा इट्टा कलरलाई के भन्छ के भन्छ भन्न थाहा छैन मान्छेहरू पुरा फोटोग्राफीहरू गर्दैछन् है हामी त्यो पनि जाँदैछौँ मेरो फोनको स्टोरेज एक्कासी फुल भयो त्यही नै भ्लग बनाउनु छोडेको छैन होइन ए फोटो यसरी खिच्नुपर्छ भनेर हौ हस्बेन्ड वाइफै होला है दिन पुछे मेरा नाम लिए बोल्नु नि आउँदैन अरे हिँड्दै लिटरली मान्छेहरू यसरी त हिँडिरहेछ हामीलाई जाडो भइरहेछ है भ्लगर अब म त्यहाँ ग्याङै आउँदैछ भ्लगरको है भ्लगर इन द हाउस ये गाइस कसैले ये नै भन्छ भ्लगरहरू है इन्डियनहरू खत्तमहरू कहाँबाट गोली हान्थ्यो अरे लाल किल्ला होइन किल्ला हानेको त्यो फोर्ट हो त्यही त नि फोर्ट मिन्स के भन्छ आर्मी होस् त्यो हुँदाखेरि क्या के पहिला थोरै आर्मी हुन्छ र पहिलाको जमानामा ब्रिटिस आर्मी रह्यो क्या इन्डियन के भन्छ के भन्छ थाहै छैन त्यही गरेर बस्छ हान्थ्यो होला नि त यहाँबाट त्यो दुलोबाट हान्थ्यो होला लुकेर ड्याम हान्थ्यो होला अनि यसमा यो मान्छे कोकोडाइलहरू हुन्थ्यो होला है त्यो फिल्महरूमा देखाउँछ नि मगरमच्छहरू पुरा कुदाइतिर हुन्छ नि क्रोकोडाइललाई के भन्छ नि मगरमच्छै त भन्छ होला नि होइन गोही त नेपालीमा हुन्छ होला मगरमच्छ भन्छ होइन केही नै हामी टुरिस्ट भइसक्यौँ है किल्लाको अर्को साइडमा आइसक्यौँ बोल्दा ए कालु मान्छेहरू चाहिँ कहाँबाट आउँछ क्या यति धेरै क्या है के हो क्या लिटरली भिड यही हेर्न यत्रो भिड लाल किल्ला के छ कालु तेरो भन्नु यहाँ आएर कस्तो छ एक्सपिरियन्स होइन फोटो खिचेर के तनी आउनु भोलि पर्सि है यत्तिकै हामी अब मेट्रो स्टेसन जान्छौँ हामीलाई लाल किल्ला घुमेको भयो होइन त यता लाल किल्ला घुमेको हामीलाई भयो हामीलाई पुग्यो लाल किल्ला हामीले हेऱ्यौँ राम्रो रहेछ मैले भित्रदेखि पनि हेर्नु थियो तर होइन भित्र गएर के चाहिँ हेर्नु थियो तर अब मेट्रो स्टेसन जानुपर्ने हो दादाको अहिले कल आयो सुनिल दाको अब हामी यहाँबाट मेट्रो लिन्छौँ नजिकै छ मेट्रोबाट टिकट लिएर के स्टेसन भन्नुभयो मुजुर हजुर के स्टेसन क्या भन्दा त्यहाँ हुन्छ क्या त्यहाँ नाम भन्नुहुन्छ ल ओके त्यही हेरेर थाहा पाइहाल्छ अघि अगाडि हाम्रो यहाँ मन्दिर टेम्पल नै रहेछ तर यो टेम्पल चाहिँ हामी जान पाएनौँ लाल किल्लाको जस्ट अगाडि टेम्पल छ
हामी जान पाएनौँ। अब फेरि आयौँ भने हामी आउँछौँ मेट्रो स्टेसन। मेट्रो स्टेसनतर्फ जाँदैछौँ है, होइन? किल्लाबाट निक्लेर चाहिँ अब मेट्रो स्टेसनभित्र जान्छौँ है। हिजो त राम्रोसँगले मेट्रो स्टेसनको भ्लग नै बनाउन पाएन, कस्तो क्राउडेड थियो, अति नै भिड थियो। आफूलाई नै अनसेफ लागिरहेको थियो, कसले मोबाइल तानिदिन्छ, यही मान्छे यही मान्छे यही मान्छे। तर अति डेभलप क्या दिल्ली है। मेट्रो स्टेसनमा यस्तो छ हौ एलिभेटर, बिचरा मान्छेहरू त इटरीमा भाटबाट नि चढ्न एलिभेटर आउँछ, यहाँ मेट्रो स्टेसनमा एलिभेटर छ यार लिटरली है। यहाँको मेट्रो स्टेसन चाहिँ यस्तो हुँदो रहेछ। हामी जाँदैछौँ मेट्रो स्टेसनमा, हामी जाँदैछौँ। यहाँको मेट्रो स्टेसनभित्र पनि यस्तो छ। हाम्रो नेपाल कहिले हुन्छ हौ यस्तो? मेट्रो स्टेसनभित्र यस्तो छ हौ। यसरी आउँदो रहेछ है। हिजो त राम्रोसँगले भिडियो नि बनाउन पाएन, मान्छेहरू न भिड के हो क्या, लिटरली भिड। चलो चलो फाइनली मेट्रोमा के हो क्या भिड भिड कति धेरै भिड छ लागिरहेछ मेट्रोमा। डर लाग्छ है, मजा आइरहेछ। हेर्दै थिएछ अरे, कुन मुभीमा हेरेको थिएछ अरे? मेट्रो जवान मुभीमा। के गरेँ त हाइज्याक के आउटफिट चाहिँ गर न। कहाँ आयो? स्टेसन आयो? अँध्यारो चाहिँ अघि रिफ्लेक्सन आउँदै थियो। कहाँ आयो है? भाइ मैले यहाँ भेटु लागिरहेछ त मेट्रोमा। लाजपत नगर हाम्रो स्टेसन आइसक्यो। आयो स्टेसन। यताबाट खुल्छ हो? ल जाउँ। लाजपत नगर स्टेसन पर आपका स्वागत है। अब कहाँ जाने थाहै छैन होइन। प्लेटफर्म नम्बर 3 जाँदैछौँ हामी यहाँबाट। प्लेटफर्म नम्बर किधर भयो। यतिको भिड पपुलेसन कहाँ पाइन्छ? के लिने, के खाने भन् त? के खाने त? त्यो ढिलो त हुँदैन। बर्गर, कटी रोल खाऊँ न। एउटा कटी रोल एउटा बर्गर भन्न त। क्यास भन्न आएन। कति रोल भन्छ नि उता त। अनि यहाँ नेपालमा कटी रोल के थे उसे? थ्याङ्क यू। कति रोल के थे उधर हमारे यहाँ? कौन सा रोल? कति रोल। अच्छा थ्याङ्क यू। हामी चाहिँ अब यहाँ के सो ब्रेकफास्ट गर्न लागेको, अल्छी लाग्यो। नेपाल आप यही मिलने आया? नेपाली आती है ना इसलिए बोला। नेपाली आती है? ए नेपाल का नहीं है। बर्गर कैंसिल करके एक रोल और एक बड़ा पाव। अनि फर्स्ट टाइम इन एक्सपिरियन्स है। कस्तो हुँदो रहेछ है त? यसरी बन्छ है स्पेसल बडा पाव हैन? मिठै हुन्छ होला। स्टेसनमा रोल खाँदैछौँ है, हैन? कस्तो छ के? ठिकै छ। भोक लागेको बेलामा मिठो। मेट्रोको पनि पिङ्क लाइन ब्लू लाइन के हो अब अलिअलि हामीले खाजा खायौँ, ब्रेकफास्ट गऱ्यौँ। नेस्क्याफे मेट्रो स्टेसनमा एलिभेटर चलेर जाँदैछौँ। के भन्छ? एलिभेटरै भन्छ होइन यसलाई? कि स्केलेटर हो? यसरी मान्छेहरू हिँड्दो रहेछ है। स्टेसनभित्रै यस्तो छ यार, कति जमिन खोताल्दै बनाएको होला है स्टेसन पनि। मान्छेहरू के हो क्या? कस्तो गाह्रो क्या? गाह्रो हुन्छ नि।
पाहाडेमा ढुङ्गै ढुङ्गाको छ डिजाइन पनि राम्रो बनाएको छ सबै अन्डरग्राउन्ड हो नि हो लागिरहेको तँलाई लक्की भएर यताहरूलाई फलो गर्दै हामी जाने हो नाजिरहुद्दिन स्टेसन निजामुद्दिन भन्नै आउँदैन त प्रोनाउन्सिएसन नै गर्न आउँदैन त के गर्ने हो अब यहाँ मेट्रो आउँछ तर पेट बढ्यो है अगाइन्जेल खायौँ है 70 रुपिजमै त्यही त प्लेटफर्म नम्बर 3 त्यहाँ छ ऊ त्यो कागज मेरो हिजो जस्तै भने दिन राख्थ्यो हुँदैन हुँदैन यता हो यता आयो हाम्रो पिङ्क मेट्रो आयो कालो कस्तो लागिरहेछ पिङ्की मेक पिङ्की कस्तो लागिरहेको छ त नभने अब त पोङ्की पिङ्क मेट्रो आयो हाथ कर खरे हो ये हाँ ठीक है क्या तारीफ गऱ्यो हेरस् क्या तारीफ गर्छ यो मान्छेले मेरो कसले होला कसले गर्यो के थाहा मक्क भइसकेछ दादा म चाहिँ किन हुँदा मेट्रो अब हामी कहाँ जाने अरे खाजा बडा पाउ होइन कति त होइन फ्राङ्की रोल फ्राङ्की रोल नेपाली भाषामा त कति रोल त हो नि फ्राङ्की रोल फ्राङ्की रोल अरे फ्राङ्की रोल रोल अब कुन स्टेसन जाने भन्छ राम्रै देखिरहेछ होइन सरोजनी मार्केट त्यसमा आउँदैन फेसबुकको त्यो भिडियोजहरूमा आउँछ क्या केमा फेसबुकको भिडियोजहरूमा डेस्टिनेसन आयो निजामुद्दिन स्टेसन आयो अब कहाँ जाने एकजिट गरौँ नि यहाँबाट चाहिँ के हो मोजपुर अरे कहाँ हो एकजिट यताबाट होला क्या एक्जिट चाहिँ अब नाजिरहुद्दिन स्टेसन आइसक्यो मेट्रो निजामुद्दिन ए जहाँ थाहा छैन है मलाई चाहिँ यतापट्टि मान्छे चाहिँ के हो क्या ल अबे गयो आया त्यसो भन्दा अब निजामुद्दिन त कहाँ त अनि लाल फोर्ट घुमिसकेर लाल फोर्ट अरे लालकोट लाल किला रेड फोर्ट लाल किला पिङ्की बोय पिङ्की बोय तेरो नाम आज पिङ्की बोय मेरो पछाडि धारमा लाग्यो सँगै लागेको अब मेट्रो स्टेसनको यात्रा सकियो अब वेटिङ फर अब क्याप्टेन सर वी आर वेटिङ मान्छे के हो क्या पागल हुन्छ यार मान्छे देखेर यार यत्रो मान्छेहरू लाइफमा देखेको थिइनँ यति धेरै मेरो हिजोदेखि मलाई अझै नि भर्खर लागेको थियो क्या यसको के हुन्छ क्या वेटिङ फर सुनिल दा है सुनिल दाको पर्खाइमा छौँ यो ट्रेनको इन्जिन यस्तो हुँदो रहेछ वेयर स्टिल आउनुहुन्छ अघि मेट्रो स्टेसन त स्वर्ग थियो रेलवे स्टेसनको हालत चाहिँ यस्तो छ मान्छेहरू सबैजना कहाँको मान्छे युपी बिहार Nizamuddin railway station. We are waiting for our brother. He is coming for us. English school पढेर न Buddy, how are you, sir? Are you fine? I'm Agas. Agas, all good. What's wrong with you? Accident. Accident. We made it. Welcome to Delhi. Welcome to Delhi, sir. इंतजार के बाद बहुत हजारों करोड़ों के साथ के बाद हाउ आर यू ठीक है चलेंगे चलिए हामीलाई
सुनिल दाईसँग भेट्यौँ होइन अनि वी आर गेटिङ अब बेलुकाको यसो फास्ट फुड इट्स माई मिनी ब्लग मिट राहुल सर राविन्दु या त्यहाँ सुनिल दा हुनुहुन्छ हामी चाहिँ यसो हल्का खाँदैछौँ फ्राई राइस अब खान्छौँ है त त्यस्तै छ ठाउँ